यो चाहिँ अलिकति माहौल पनि अलि अन्य गेमहरुमा भन्दा चाहिँ अलिकति बढी चासो हुने भएर यो चाहिँ सबैले हेरुन् भनेर हामीले रंगशालामा पनि राख्यौं यसको लागि। मेरो नाम बसन्त ढकाल, सिमरा डुमरवाना हबको संयोजक। हामीले फुटबल चाहिँ सानैदेखि खेल्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। यो कार्यक्रममा चाहिँ हाम्रो दुई किसिमको फुटबल छ। एउटा 5 कक्षासम्मको विद्यार्थीहरूले खेल्ने फुटबल ग्रासरुट फुटबल छ भने अर्को चाहिँ 10 कक्षासम्मको विद्यार्थीहरूले खेल्ने फुटबल छ। हामीसँग 12 वटा स्कुलको सहभागिता छ। 12 वटा स्कुलमा नि सानोमा चाहिँ 12 वटा स्कुलसम्म छ भनेदेखि ठुलोको चाहिँ 10 वटा स्कुलको सहभागिता छ। 12 वटा स्कुलको सहभागिता हो। यो हाम्रो 7 गतेसम्म हुन्छ। हाम्रो क्यालेन्डरमा चाहिँ हामीले के गरेका छौं भने प्रत्येक शुक्रबार चाहिँ टिफिनमा छुट्टी नगरेर पुरा पढाएर प्रत्येक महिनाको पहिलो आइतबार छुट्टी दिने चलन छ। त्यस अन्तर्गत हाम्रो 7 गते पहिलो आइतबार छुट्टीको दिनमा चाहिँ हामीले यो समापन कार्यक्रम राखेका छौं। एमप्याथन अन्तर्गतको वार्षिक क्यालेन्डरबाट त अन्य विभिन्न कार्यक्रमहरू यहाँले आयोजना गर्नुहुन्छ। यस्तो खालको फुटबल प्रतियोगिता टुर्नामेन्टहरूले चाहिँ विद्यार्थीहरूको क्षमता विकास, व्यक्तित्व विकासमा कतिको मद्दत पुग्ने विश्वास छ? एकदमै यो फुटबल भनेको चाहिँ कस्तो हो भने झन् एकदमै लोकप्रिय गेम हो। अन्य कार्यक्रमहरू राख्दै गर्दा पनि फुटबल त झन् सबैको एकदमै रुचिको विषय भयो। अनि फुटबल चाहिँ ठुलो भएपछि खेल्नलाई चाहिँ गाह्रो हुने भएर हामीले सानोदेखि नै राखेको हो। यो चाहिँ अलिकति माहौल पनि अलि अन्य गेमहरुमा भन्दा चाहिँ अलिकति बढी चासो हुने भएर यो चाहिँ सबैले हेरुन् भनेर हामीले रंगशालामा पनि राख्यौं यसको लागि।